16 मे 1975 सिक्किमको इतिहासको एक अविस्मरणीय दिन हो। यद्यपि सिक्किमको पहिचान र संस्कृति हजारौं वर्ष पुरानो छ। आजको सिक्किमको ऐतिहासिक यात्रा यो मितिबाट सुरु हुन्छ। 16 मे 1975 मा सिक्किम आधिकारिक रूपमा भारतको 22औं राज्य बनेको थियो। तर यो परिवर्तन सजिलो थिएन। सिक्किमले भारतसँग जडान स्थापित गर्नको लागि लामो सम्झौताका कडा प्रक्रिया पार गरिसकेको थियो। यहाँ हामी सिक्किमको समृद्ध इतिहास र आधुनिकता, समावेशिता र पहिचानको संरचनालाई बुझ्न आवश्यक छ। आज हामी 50 वर्ष पूरा गरेका छौं र यो अवसर सिक्किमको ऐतिहासिक यात्रालाई सम्झन र भविष्यतर्फको यात्रा तय गर्नको लागि एक मञ्च हो। सिक्किमको इतिहास एक अद्वितीय कथाले भरिएको छ। हिमालय काखमा रहेको यो राज्य प्राचीन समयदेखि नै विभिन्न जातीय र सांस्कृतिक समूहहरूको मिलनस्थल रह्यो। यहाँको लेप्चा, भुटिया र नेपाली समुदायहरू आज पनि सिक्किमको सांस्कृतिक सम्पत्ति हुन्। सिक्किमको शासकीय इतिहास पनि सुदूर अतीतसँग जोडिएको छ। 17औं शताब्दीमा सिक्किमको स्थापना राजा फुन्चुक नामगेलद्वारा गरिएको थियो। उनी सिक्किमको पहिलो शासक थिए। उनले राज्यको सीमाहरू र सांस्कृतिक धरोहरहरूलाई व्यवस्थित गरे। सिक्किमको स्वायत्तता र आफ्नो क्षेत्रीय पहिचान जोगाउने कथा यहीँबाट सुरु हुन्छ। तर 1950 को दशकमा सिक्किमको राजनीतिक परिप्रेक्ष्यमा ठूलो परिवर्तन आयो। भारतसँग सिक्किमको एक विशेष सम्झौता भएको थियो, जसले सिक्किमलाई सुरक्षा र आर्थिक सहयोग सुनिश्चित गर्यो। त्यसपछि 1975 मा सिक्किमको जनमत संग्रहको परिणामस्वरूप सिक्किमले भारतको 22औं राज्यको रूपमा समावेश हुनुपर्ने निर्णय गर्यो। यो प्रक्रिया सहज थिएन। यसमा साँचो इतिहास र प्रक्रियागत कष्टहरू थिए। तर सिक्किमका जनता र नेतृत्वको एकजुटताले यो परिवर्तन सम्भव गर्यो। भारतको अंग बनेपछि सिक्किमलाई असंख्य अवसर र चुनौतीहरूको सामना गर्नु पर्यो। जसरी सिक्किमको इतिहास एक अलग पहिचान थियो, त्यस्तै भारतसँगको राजनीतिक एकीकरण र प्रशासनिक प्रणालीसँगको एकता पनि चुनौतीपूर्ण थियो। 1975 पछि सिक्किमले एउटा नयाँ राजनीतिक यात्रा सुरु गर्यो, जहाँ यसको समावेशी नीति सबै जात जाति र धर्महरूको सन्तुलन कायम राख्दै विकास र प्रगति गर्ने प्रयास गरिएको थियो। सिक्किमको सांस्कृतिक विविधता र ऐतिहासिक पृष्ठभूमिलाई सम्मान गर्दै एकीकरणको यस यात्रा अन्तर्गत सिक्किमले स्वास्थ्य, शिक्षा र आधारभूत संरचनामा ठूलो सुधार ल्यायो। सिक्किमको विकासको अर्को महत्वपूर्ण पक्ष यसको वातावरण र जैविक कृषि रहेको छ। 2003 मा सिक्किमले जैविक कृषि राज्यको रूपमा परिचय पाएको थियो र यो भारतको पहिलो राज्य बन्यो जसले 100% जैविक कृषि प्रणाली अपनायो। सिक्किमको हरित विकास राजनीतिले देशभरि र विश्वभरि प्रशंसा प्राप्त गर्यो। यहाँका किसानहरूले पारम्परिक कृषि पद्धतिहरूलाई पुनः स्थापित गरेर पर्यावरणीय सन्तुलन र खाद्यान्न सुरक्षा सुनिश्चित गर्न योगदान पुर्याए। अर्थव्यवस्था पनि कृषि र पर्यटनको संयोजनमा आधारित छ। सिक्किमको पर्यटनले यहाँको सांस्कृतिक धरोहर र प्राकृतिक सौन्दर्यलाई दुनियाँभर या विश्वभर पुर्याएको छ र यसको राज्यको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ। सिक्किमको सामाजिक र सांस्कृतिक उत्थान सधैँ प्रमुख प्राथमिकता रह्यो। सिक्किमको सबै जात जाति र समुदायले आपसमा शान्तिपूर्वक र सँगै बस्ने परम्परा निर्माण गरेका छन्। यहाँका विभिन्न जात जातिहरू लेप्चा, भुटिया, नेपाली र अन्य समुदायहरूको संस्कृति, परम्परा र रीतिरिवाजलाई सम्मान गर्दै सिक्किमले एकता र विविधता दुवैको उत्कृष्ट मिसाल प्रस्तुत गरेको छ। सांस्कृतिक आयोजना, साहित्यिक कृतिहरू र लोककला र संगीतका क्षेत्रमा पनि सिक्किमले ठूलो प्रगति गरेको छ। यहाँका कलाकार र सांस्कृतिक कार्यक्रमहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा सिक्किमको प्रतिष्ठा बढाएका छन्। आज पनि सिक्किमका युवा शैक्षिक र सांस्कृतिक क्षेत्रमा अग्रणी छन् र सिक्किमको सामाजिक संरचना यस प्रगति र
एकतामा आधारित छ। आज जब हामी सिक्किमको राज्य स्थापनाको 50 वर्ष मनाउँदैछौँ, हामीले पछिल्ला 5 दशक मात्र होइन, यहाँको प्रत्येक नागरिकका सङ्घर्ष र सफलताहरूलाई सम्झनुपर्छ। सिक्किमले आजको दिनसम्म आन्तरिक शान्ति, समृद्धि र सबै नागरिकको अधिकार सुनिश्चित गर्दै आएको छ। अब सिक्किमले भविष्यमा के गर्नेछ? 50 वर्षपछि सिक्किमको भविष्य अझै प्रगतिशील र हरित हुनेछ। यहाँका युवाहरू शिक्षित र प्रेरित नयाँ अवसरहरूको खोजीमा अग्रसर छन्। सिक्किमको यात्रा र सफलता यस राज्यको एकतामा आधारित रहिरहनेछ। 50 वर्षको यात्रा मनाउँदा हामी सिक्किमका प्रत्येक नागरिकको सङ्घर्ष र समर्पणलाई सम्मान गर्दै यहाँको शान्तिपूर्ण र समृद्ध भविष्यका लागि नयाँ सङ्कल्प लिनेछौँ। सिक्किमका हरेक कसमाथि गरिबी, विकास र शान्तिको सन्देश फैलाउँदै हामी सबैको योगदानले सिक्किमलाई अझ उज्जवल भविष्यमा लैजान्छ।